कन्डिसनमा मसलाहरू सबै रेडी प्याज टमाटर रेडी सबै रेडी छ पाक्नु मात्रै रेडी छ यो हाम्रो पकाउने चाहिँ यहाँ हुन्छ कुकमेन ए हाम्रो यहाँ छ रेडी कलिलो पाक्छ मसला त तेल पनि हाल्यो हेर्नु आज हामीले पकाएको हेर्नु सबैहरू है कसरी बनाउँदछ प्याज कम भयो कि अलिक राख्ने ठिक छ हुन्छ रेडी छ हाम्रो यो बेबे चाहिँ के हाल्यो भने प्याज रातो हुनु पऱ्यो हल्का रातो बनाउँछ है रातो भइसक्छ त्यहाँबाट अब भात त पाकिसक्यो दुईजनालाई पकाउँछ अब तिमीलाई अब सुतीमा हाम्रो सुरुमा मसला हाल्यो अब मसला चलाउनु अब यसलाई पनि अलिक रातो रातो है गोल्डन कलर भइसक्यो अलिअलि होइन त्यहाँबाट चाहिँ मसला हाल्यो लाइक कमेन्ट सेयर गरिदिनुहोस् है हामीले बनाएको एकदम हुँदैछ हाम्रो यहाँनिर टमाटर हो खतरा हुँदैछ हाम्रो चाहिँ पाक्यो मसला भयो बनाउँदैछ हामी धमाधम यहाँनिर अब यहाँनिर पकाउनु पक्छ अब फास्टमा बनायो एकदम खतरा चिज घुस्ना रहेछ भने आयो एकदमै टेस्टी हुन्छ तपाईँलाई कस्तो लाग्छ पनि तर हामीलाई चाहिँ सबसे मनपर्ने चाहिँ मलाई हामीलाई चाहिँ यो मासुहरू चाहिँ कस्तो लाग्यो भने राइस यो बनाइ चाहिँ यो प्रकारले जाम तपाईँहरू पनि ल्याउनुहोस् बनाएर खानुहोस् यसरी मनपर्छ भने यस्तो स्टाइलै पकाइ स्टाइल यस्तो छ यो हो बनाउने स्टाइल चाहिँ हुन्छ पनि लाग्यो ल ढक्कन पुरा लाग्यो रेडी भयो हाम्रो भयो मासु अब खानुको लागि भएन है ताप्दैछ अहिले ताप्दैपछि फेरि बनाउनु यो सुरु भयो अब खानु हेर्नुहोस् है हाम्रो प्रेसर कुकर हेऱ्यो हामी मिनी प्रेसर कुकर पर्छ हाम्रो कस्तो मजा छिटिक्क होइन अब मासु खाइ मासु गरेर फर्नु छ होइन है डक्टर मासु त पाक्यो अन्त हुन्छ झ्याम खाना रेडी छ अब खाने म पनि सुरु गरेर रहेछ अब है खानु एकदम दामी भएको छ होइन चिकन
सुरु गरेको ल अब ल सुरु है ल टेस्टी भन्छ है त्यस्तो छ है ल टेस्टी भन्छ अब जान्न। तपाईँलाई भिडियो कस्तो लाग्यो प्लिज लाइक सब्सक्राइब गरिदिनुहोस् है। हुन्छ बाई।